हेलो भन्न मलाई एउटा इन्डियनले के फलो गरेर कॉल मी आप हिंदी आते हो, आपको हिंदी आता है? मैले हाँ भाई हाँ आता है भने आई एम इंडियन फ्रम रे फेरि उले अनि मैले पनि यताबाट आई एम नेपाल फ्रम भन्दै हैन। अनि हाउ आर यू, आप मुझे फलो किया है, ओके रे उले। अनि मैले नि ओके भने इन्स्टाग्राममा त्यसै चिने हैन को हो के इन्स्टामा फलो गरेर। मेरो नम्बर देऊ न त्यसलाई कल गर्नलाई। कोनो काम है क्या रे? अनि मैले काम नहीं भने हैन। अनि नेपाल रोज आते हो तुम, ओके फेरि कल आयो हेर्न। उठाएर स्पिकरमा ला न। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी। हेलो बात करो ना भोसडी की। गाल्न दे। ओए त्यो स्क्याम हुन सक्छ ओए, काट फोन। तर यस्तो पनि वाइल्ड स्क्याम बढ्यो है दाइ। ओ यो त हेर्दै हेर्न आतंकवादी जस्तो छ है। ग्रुपमा फोटो पठाउ के म पके तँलाई फोटो पठाउँछु ग्रुपमा। ओए कालेलाई गीत गाउन ला न। मेरो सुखमा एनिमी यहाँ हेर्नु यसले नि क्यामेरा माथि गरे। त्यो त फेसबुक लगेर जस्तै आतंकवादी छ यार। पठाइदिनु के लाला सबैभन्दा माथि छ मेरै साथ छ। कत्रो तेरो कत्रो झुइजे गरे हो दोस्त। फेरि कल गरे स्पिकर राख्न यहाँ। स्पिकर राख्न स्पिकरमा। के चाहिँ छ रे मेरोमा? स्पिकर राख्न लाटो भाइ। त्यो बोलेकै छैन के। ओ हेलो हेलो भने दोस्तमा त्यसै ल्याङ हान्दा हो त्यसले। दोस्त हेर्न कल हाने छ भने खेल्नै देखायो नि गेम। त्यसलाई ब्लक हान्दै हो। फर्काउन त्यसलाई नयाँ ग्रुप नयाँ ग्रुप के भन्छ थाहा छ दोस्त? यहाँ सुन्न, नेपाल रोज आता हूँ ओके, पटापटी रखा हूँ ओके, राज सिंह हूँ मेरे। यसै फलो गरे तँलाई। अनि फोटो हेरेको फेरि उयो के त्यो अर्षदीप सिंह छैन त्यो माथि, अर्षदीप सिंहले लाउँछ नि दोस्त टाउकोमा पन्जाबीहरू। पन्जाबी रहेछ यो त। अनि फेरि हेर्दै आतंकवादी मुड सुट त्यो लोरेन्स बिश्नोई जस्तै छ फेरि। दोस्त यस्तो इन्डियनहरूले नि वाइल्ड स्क्याम भन्न थाले है पहिल्यैदेखि हो नि। तर यिनीहरू सालाहरू के भन्दैछ दोस्त थाहा छ मलाई? दोस्त तर नेपाल त लगभग बेचिसक्यो। दोस्त नेपाल त लगभग बेचिसक्यो नि है। धन्न जेन्जीहरूले चाहिँ बचायो क्या देशलाई। जेन्जीहरूको कारण चाहिँ कपिराइट लाग्छ फेरि। कहाँबाट हान्दाखेरि दोस्त यस्तै इन्डियनले गरेर झन्डै देश डुब्यायो हाम्रो। मेसेज गरे त्यो क्यु रिप्लाई नदिए हो। ग्रुपमा चाहिँ हामी सबलाई जोडेर त्यसलाई थर्काएछु। रोक एकछिन एक गेम सकोस्। मर्यो दोस्त। लाटो भाइ लाइभमै थर्काउनु त लाइभमै होइन लाइभमा नथर्काउ कि यस्तैहरूले गरेर देश बिग्रियो हो नि दोस्त। कति लुटिन्छ नि पैसा है। कति पैसा लुट्छ नि त यस्तोहरूले। कस्तो खाले पर्यो भन्ने देश त लगभग चोर्यो इन्डियाले। बात करते रहेंगे ओके रे। निशान भाइ है यस्तैहरूले गरेर यार
इन्डियनहरु लास्ट नहुने जग्गा नेपालीहरुलाई पेलिहाल्छ नि क्या त्यसै हेर्न त्यो पैसा चोर्नको लागि क्या खाता नम्बर 7 नम्बर माग्छ त मेरो साथी बन भन्छ हैन लाटो भाइ यिनीहरुले फकाउँछन् क्या बुझिनस् तो भन्दैछ मैं नेपाल आता रहूंगा बात करेंगे ठीकै रे ओ यस्तैहरुले त्यही पैसा खानलाई हो के दोस्त हाम्रो नेपालमा दुनियाको मुझे नियम कानुन यो त्यो छ तर यस्तो मुझे रोक्ने चाहिँ केही छैन यार लाटो एम्पो छोड्छ ओइ लाटो एम्पो दे त हो लाइटो त्यो लिम्पिया धुरा सुरा पनि पेलेको त्यही कारण त इन्डियनले नेपाललाई लिपुले लाटो एम्पो दे त एमो लाटो एम्पो के हो एम्पो भने गन यो त कहाँ दिन्छु मेरो फेभरेट गन दिन्छु त तँलाई ओ दाइ मलाई कार 98 बिपिन दाइ हजुर तपाईलाई एउटा कुरा थाहा छ जिन्जीको एउटा राम्रो काम के भएछ त हा के महावीर पुनलाई उयो बनाएर हैन जुन हाम्रो यो देशभरका मुख्य जिल्लाहरु छन् जस्तो राजधानीहरु छन् नि जस्तै त्यसमा फ्री वाइफाई प्लस चाहिँ तपाईको जस्तै अब काठमाडौँमा पनि फ्री हैन अब मुख्य शहरहरुमा के दाइ यो त जेनजीको कारणले हो नि दाइ हैन नभए हामीले त कहिलेदेखि पाउने सुविधा के रोकेर बसेर छ नेपालमा हुन्छ के है तेरो त अब परिवर्तन हुन्छ अब त विदेश गएर कामै छैन हो दाइ तर फेरि सेरे केटीहरुले पनि हैन दाइ हामी विदेश गएर सक्षम भएर आउनु पर्छ हामी सक्षम भएर हाम्रो काकाको नाम सक्षमै हो हैन हामी सक्षम भएर आफ्नै देशमा के गर्नुपर्छ के दाइ सिप सिकेर 1-2 वर्ष गएर सिप सिकेर आएर हैन दाइ राम्रो मान्छेहरूले कस्तो राम्रो काम गरिरहेछन् हेर्नु न हो नि भन्छ हैन हो दाइ तर इन्डियनहरुले चाहिँ मलाई लोड चाट्यो के यार त्यो इन्डियनहरुले त्यो चोर्न खोजा हो जस्तै इन्डियनहरुले यस्तै गर्छन् क्या यिनीहरुले पैसा गरे छ भने तिनीहरु लास्ट दाइ यो त पहिल्यैदेखि हो क्या यिनीहरु यस्तै हुनु भएन मैले त्यसको फोटो हेर्न ग्रुपमा पठाइरहेको छु हेर्न हैन त एड गरेर नि के गर्ने हो र यिनीहरुसँग त्यो धेरै कुराको लिंकहरु हुन्छ क्या अनि यिनीहरुले आइडी साइडी ह्याक हान्ने हैन अनि यिनीहरुले नराम्रो काम गर्ने त्यसपछि अब आफ्नो प्राइभेट के कुराहरु शेयर हुन्छ नि त अब आफ्नो गर्लफ्रेन्डसँग साथीसँग बाउसँग हैन दाइ बैंकिङ कुराहरु हुन्छ नाइटताहरु हुन्छ यिनीहरु सबै ओइ दोस्त ग्रुपमा गएर हेर्न त्यसको फोटो त्यो आतंकवादी नै जस्तो होला है यहाँ एनिमी छ है सेम के हेर्न कहाँ छ एनिमी मार्क गर त यता खादा यता एनिमी हैन कि त्यो स्टोरको चाहिँ हेर्नु मलाई फोटो एनिमी हो भाइ 3 जना छ यार हेरे यो लाडो मेरो लाडो फुट आइजो काका यहाँ दाइ आउनु न आउनु दाइ एकचोटि हेर्न मलाई त्यो फोटो पठाछु हेरिनस् मैले हेरेको छैन फोटो हेर्न एकचोटि अनि बोल्न तँलाई मजा आउँछ के हैन फोटो त यहीँ राख्दिउँला नि अहिले भिडियो एडिट गर्दा यो भिडियो पनि हालौँला नि हैन जनचेतना फैलाउनु हैन दाइ यस्तै कारणले हो नि त यस्तो कारण हो नि त पैसा मान्छेको डुब्ने हो नि दाइ एकचोटि मेरो त्यसरी ठग्या छ हो भने त्यसरी नै मेरो पनि पैसा गएको छ भने खै कति 4-5 हजार थियो दाइ त्यसै त के लिंक भन्यो हैन अनि मैले लिंक दाबी आइडी त गयो क्या अनि एकचोटि लाटो भाइको नि त्यही त भएको दाइ एकचोटि लाटो भाइको पनि के भएछ हैन आइडी अनि बिचारा आफन्तहरुलाई पनि मुख छाड्दै गारेछ क्या त्यो हो नि दाइ कसम हो भने इंग्लिशमा के गाली दिइरहेको रहेछ हो दाइ मैले निशान दोषलाई पठाइदिएको त्यसको तर दाइ अब छ नि यो जेनजीको कारणले अब देशको परिवर्तन तर बालेन आयो भने त इन्डियाले त सपनामा मात्र हो हेप्ने
त्यो अनि अहिले यो जेनजी भन्दै हो त। एउटा को गुरुङ छ त सुदान सुदान गुरुङ। लिडर तर भन्ने त्यसको पनि खासै काम चाहिँ मलाई मन परेन हो दाइ। त्यो पनि ठिक छैन दोस्त त्यो पनि ठिक त्यो छैन पनि नि, जेनजी होइन त्यो त्यो जेन्जी होइन मान्छे नि ठिक छैन यस्तो हो भाइ, यस्तो दाइ। हो यहाँ छ भाइ, इनिमी। सबैको काम मन पर्छ भन्ने छैन नि त। होइन दाइ तर भएन त्यो कहाँ त्यो जेनजी हो यार त्यो जेन्जी होइन नि दाइ, त्यस्तो काम त्यो मुला पानी खाइन त्यहाँ गइन होइन फेरि मान्छेलाई अब। त्यो यो एमालेमा आउँछ अरे के भन्दै थियो कि दाइ कुरा त त्यसले यस्तो गरेछ कि होइन, मलाई चाहिँ दाइ। ठिक लागेन है केटाहरू अब तिमीहरूलाई के लाग्ला है होइन मलाई यो हर्कदाइ ठिक लाग्छ हर्का दाइ त सही मान्छे हो, काम गर्ने मान्छे हो होइन। मैले भन्न खोजेको कि उसले त हामी बल्कुतिर अड्केका छौँ भने नि हामीलाई नि ओ ल भाइ ल बोको बोको भन्न बेर छैन हो होइन उसको काम राम्रो छ कि, तर जुन दाइ यो हो नि भन्छ होइन नि हर्क दाइ यस्तो के भन्दैन त खालि सुदानको जाँदाखेरि तँलाई एउटा ढुङ्गा टिपेर लिएर जाऊ सुदानको चाहिँ कस्तो भन्दा कुरा, म होटेलमा केटी पनि गएको थियो होइन, केटीसँग गएको थिएँ तर केही पनि गरिनँ मैले, त्यसै निस्क्या हो एक रात मात्र सुतेर आयो भनेर भनिरहेको थियो कि, गर्न चाहिँ मैले केही पनि गरेको छुइनँ भनेर क्या, त्यस्तै कुरा गर्छ। अब म मिटिङमा गएँ, प्रचण्डजी पनि आउनु भएको थियो, यो पनि आउनु भएको थियो, त्यो पनि आउनु भएको थियो, पछि मैले पानी पनि खाइनँ, यो पनि खाइनँ त्यो पनि खाइनँ भन्यो भने दाइ यो सही कुरा हो त भने। त्यहाँ जाँदै नगएको भए पो होइन दाइ, त्यहाँ जाँदै नगएको भए पो के कुरा हो त, मान्छे त्यत्रो मर्या छन् तिनीहरूकै कारण ऊ त्यहीँ गएको, मलाई तिनीहरूले शिर उचाइ नगरोस् भनेर, त्यो के खालको त एक्सक्युज हो क्या। अब गाडी आयो खोइ भाइ हामी राजनीति बुझ्न सक्दैनौँ मेन कुरो साँच्चै भन्छु। हो नि दाइ। भने यार जो आउँछ त्यसले लुट्न खोज्छ यार यसो ल लुट होस् 20% लुट होस् न अनि 80% यसो देश बनाइदियोस् काम पनि गरिदियोस् काम देखाइदियोस् लुट्न त अब सबैले लुट्छ होइन लुट्न त हाम्रो रातो गएर पनि होइन दाइ 20% खाओस् त्यसको रिचिङ गरोस् त्यसको होइन सन्तान पाल्ने एउटा खतरा बनाओस् नबनाओस् तर काम पनि 80-70% काम गर्दोस् न हो सही कुरा गरे साथी। सबै खाना खोज्छ यार अझ ऋण लिएर देशै बेचेर खाइदिने यार कति खाना खोज्छ त मैले होइन लगभग इन्डियालाई बेचिसक्यो हो यार, नेपाल त लगभग इन्डियालाई बेचिसक्यो हो यार होइन। जो आउँछ मोदी लुट्नै खोज्छ यार नेपालले ग्रुप बनाउने भयो भने बनाउनु, अब छोटो कुरा नगरेर होइन क्या दोस्त, त्यो त्यसरी पैसा स्क्याम भइरहेको नि त, धेरैको मेरै पैसा स्क्याम भयो, अरू कतिको पैसा स्क्याम भइरहेको इन्डियामा, त्यो रेप काण्ड के आउँछ त दोस्त दाइ यहाँ यो त बट हो दाइ, के फिलिप लेखा है क्या त्यसले त फिलिप हो कि रेता हूँ ओके राज सिंह हो रे त्यसले त्यसै दोस्त तेरो त्यहाँ लिङ्क सिङ पठाउँछ क्या, त्यो पहिला सुरुमा साथी बन्न खोज्छ होइन, अनि पछि तेरो व्हाट्सएपमा जोइन चाहिँ नहुनु है सबै त्यसपछि चाहिँ भयो नि अनि ओ व्हाट्सएपमा जोइन भयो भने त गयो व्हाट्सएपमा हैन इन्स्टामा हुँदा के भन्दा थाहा छ दाइ के भन्नु सिक्ने त्यसैबाट म चाहिँ पिलित रेता हूँ ओके रे कस्तो लुट्छन् हौ यो इन्डियनहरू यार, मलाई त लास्ट मनै पर्दैन हौ आजकल त। धोती त म्याचिक्ने मनै पर्दैन राणीका बानहरू, त्यही भनेको दाइ। ओइ दोस्त यो पनि झ्याप होला के है, त्यही भएर पिट्टु हुँ राज सिंह हुँ थर पनि आफै मलाई भनेर झ्याप होइन हौ दोस्त, तेरो पैसा खाइदिन खोज्छ त्यसले। नेपाल रोड आता हो नि, तर अब देशले त के दाइ होइन, यो जुन तपाईँको हाम्रो डाटाहरूको कुरा छ नि, जुन डाटाहरू चलाएछ त सिंहदरबारको त्यो डाटाहरू पनि पुरै सिक्योर गरेर राख्नु पर्यो क्या, अनि अरूलाई पनि साइबर अट्याक हान्नु पर्यो क्या दाइ, हामीलाई जसरी साइबर अट्याक हान्छ नि अरूले
हो त हामीले पनि राम्रो वेमा साइबर अट्याक हाल्न सक्नु पर्यो क्या त भेले कलेजमा हो अहिले त्यसले मेसेज गरे खाने स्क्याम हान्न यस्तो भन्दा राजपूत हो क्यों मैसेज को रिप्लाई नहीं कर रहे हो हम दोस्त नहीं हुए गरेर त्यसले पैसा खान खोजेको मेरो क्या लाडो दोस्त, नै हो है भन्न त्यही भनेकै थर्काकै दोस्त त्यसलाई त्यसलाई त्यस्तोलाई फेरि तैँले झुक्केर नि व्हाट्सएपमा फ्रेन्ड बनाऊ यहाँ ऊ भनेर भन्यो भने होइन तेरो पैसा ल्याम्मै खाइदियो नि दोस्त फेरि मेरो पैसा भए पो खान्छ त दोस्त या आफू दोस्त भुकाराम कसले त्यसलाई बर्बा फेरि यिनीहरूको त फेरि साइबर अट्याक यस्तो खतरा हुन्छ कि होइन त्यो मलाई तेरो मम्मीहरूसँग च्याट नाइर्ता पठाउँछ नि त व्हाट्सएपमा त त्यस्तो नि सब देखिदिन्छ क्या बुझिनस् त्यो त म नि मायाले बोल्छु दोस्त त्यसले जे माग्यो म नि त्यही बोलिदिन्छु के त्यही त जे माग्यो त्यही पनि देलास् नि फेरि बोल्न त बोल्लास् फेरि त्यो पनि देलास् जे माग्यो त्यही देलास् काका उइनी त्यहाँ तपाईँको आए त्यो रन्डीको बानमा चिक्नी लाडो खामा तर त्यो मेरो लाडोमा चिक्नी रन्डीको बानमा चिक्नी रिभाइभ गरे के भयो केटा एनी पछाडिबाट एनिमी आइदिनु हान्दा त्यो मुजी गोला चिक्नी लाडो हन्न म चिक्नी रिभाइभ दे दुईजना यहाँ छ इनिमी कस्तो लाडो रहेछ यो छ्या दामी जाऊ क्लियर हान्दियो कतिजना छन् केटा अर्को नि छैन अर्को नि छ है सेफ हेर यिनीहरू सबलाई ठोक त ठोक लड भाइ अगाडि नजाए जोसेर रोटेसन दाइ उता रोटेसन दिनु दामी जिजे 15 जना माइ छ है 15 जना हैन 11 जना माइ छ यो काका गाडी लिएर अन्तिममा त्यो जे पाइते नहान्न यार अन्तिममा जे पाइते नहान्न काका यार के नबिगार न यार कति तिमीहरू कुकुर बिरालो जस्तो अगाडि झगडा निमिष गर्दै बस्छ के मेरो खानु मन यहाँ एनिमी छ बट हो त यो त दाइ यता नि छ ऊ यहाँ नि छ दाइ यहाँ छ यहाँ फेरि टाढाबाट लङ रेन्ज त कडा हो नि म त फेरि केटा ल जिजी हान्नुपर्छ है गेम दोस्त इन्डियनहरूलाई चाहिँ थर्का दोस्त दोस्त म ग्रुप बनाउँछु के पैसा खाइदियो भने त फेरि तनाव पर्छ नि होइन तेरो जे पाइ त्यो लिक्सिक हान्दैला क्या दोस्त बुझिनस् तेरो मम्मीको बाबाको के डकुमेन्टहरू हुन्छ नि त तैँले त्योसँग के सम्पत्ति नभए नि तँलाई ब्ल्याकमेल गर्ने त उसँग केही न केही त निकालिहाल्छ नि उसले होइन म त्यसलाई उल्टै हानिदिन्छु ब्ल्याकमेल ए दोस्त त्यस्तो भन्नु हुँदैन त यिनीहरू त साह्रै चलाक हुन्छन् क्या बुझिनस् मेरो नाम पो लाटो हो त दोस्त मान्छे होइन नि यार मान्छे त बाटो छस् कि तर यिनीहरू इन्डियन भन्दा हामी अलि लाटो नै छौँ क्या बुझिनस् यस्तो कुरामा हुन त हो मर्या मधिसेले जिउँदो पहाडलाई हेप्छ होइन बेच्छ के दोस्त हेप्छ मात्र होइन बेच्छ नै तर मलाई केही त्यो एउटा कहावतै छ त के कहावत छ नि एउटा त्यो के भन्छ नि किसी का जाने अंडी तुम्हारा के रंडी भन्ने हैन कहानी के रे किसी का बाप अंडी तेरा के रंडी भन्थ्यो के दोस्त हो त्यस्तै हो क्या दोस्त तुम्हें बनाए रंडी भयो क्या दोस्त तँलाई उल्टे मुझे मैंने तुमको किया ट्रस्ट तुमने मुझे किया रस भने जसरी जाउँ त रस हान्नु दामी हाने त मैंने तुमको रोजकतिरै छ होला हौ दाइ त्यही लाग्यो मलाई रोजकमै क्याम्प हान्नुपर्छ होला क्या दाइका क्याम्प होइन हाने पछाडिबाट हाने स्कुलबाट हाने दाइ अब लास्ट ऊ आऊ त्यो होइन रहेछ
यता तल है लास्ट भयो के पब्जीमा उयो हो नि कि है सुट दिने के गरिदिने डेन्जर के दोस्यो त रियलै जस्तो खाले राम्रोसँग ल यसो फेल्नु ल चिकन हो भाइ दामी दामी ल जिजी केटा हो ल जिजी भाइ जिजी